सरकार सबैको साझा अभिभावक हो। यी तमाम 4 लाख शिक्षकहरू र यो शिक्षकहरूसँग जोडिएका यी सम्पूर्ण जनमानस आज आक्रोशित भइसकेको छ। यति लामो समयसम्म यत्रो बौद्धिक जमातलाई सडकमा उतारिरहनु पर्ने बाध्यता बनाउने र यसमा धकेल्ने जुन प्रपञ्च राज्यले गरिरहेको छ, यो राज्यका लागि अत्यन्त दुःखद हो र हामी सबैका लागि अत्यन्त दुःखद विषय हो। त्यसैले राज्यले अब सुन्नुपर्छ। हामीले भनेका छौँ, मैले पटक हामीले भनेका छौँ कि राज्यले यति धेरै आक्रोशित बनाउने, यति धेरै लिङ्गरिङ गर्ने, यति धेरै शिक्षकहरूलाई दुःख दिने काम गर्नु हुन्थेन। यो गलत गरिरहेछ। अझै पनि सच्याओस्, सरकारले आफ्नो कदमहरूलाई सच्याओस् र छिटोभन्दा छिटो हामीलाई निकास दियोस् भन्ने हाम्रो इच्छा हो, हाम्रो चाहना हो। यो सरकारले अलिकति सुन्ने गरी भन्नको लागि चाहिँ यहाँहरूको माग सरकारको कानसम्म नपुगेको जस्तो अथवा नसुनेको जस्तो गरिरहेछ कि यहाँहरूको यो प्रदर्शन आन्दोलन पनि एक किसिमको सांस्कृतिक महोत्सव जस्तो भइरहेछ। यो अलिकति शालीनता बढी भयो कि त्यही भएर नसुनेको हो कि? पक्कै पनि यो धेरै हामीले अहिले आएको आरोप हो। तपाईँहरूले र अरू मान्छेहरू देख्दाखेरि अत्यन्त भद्र, अत्यन्त शालीन, अत्यन्त रचनात्मक। हामी शिक्षक भनेको आफैमा रचनात्मक हो। हामीले अहिले कति साथीहरूले यहाँ लाइभ शिक्षण गरिरहनु भएको छ। हामीले कति शिक्षक साथीहरूले लेसन प्लान बनाइरहनु भएको छ, वार्षिक योजना यही बनाइरहनु भएको छ। अत्यन्त रचनात्मक आन्दोलन गरिरहेछौँ। हामीले यो साङ्केतिक रूपमा गरेको रचनात्मक आन्दोलनलाई शिक्षकले कमजोरी ठान्यो भने त्यो अत्यन्त प्रत्युत्पादक हुनसक्छ। यो हामीले पनि अरू कलम बाहेक अरू उठाउनु पर्यो भने अरूले के उठाउला यो राज्यमा? हामी एउटा नमुना बन्नुपर्छ भनेर हामीले एउटा अत्यन्त सौहार्दपूर्ण, अत्यन्त साङ्केतिक, अत्यन्त रचनात्मक आन्दोलन गरेको। यति लामो आन्दोलनमा साथीहरू धेरै आवेश हुनुहुन्छ। त्यहाँको पुलिसको ब्यारिकेड तोड्नका लागि धेरै साथीहरू अगाडि जानुभयो। हामी स्वयंसेवकका हिसाबले हामीले नै साथीहरू संयमित बनाऊँ, हामी संयमित हुनुपर्छ। हाम्रो काम, हाम्रो जिम्मेवारी हामी वहन गर्नुपर्छ भनेर अत्यन्त संयमित भएर हामी लागेका छौँ। यो संयमिततालाई कमजोरी ठान्यो भने राज्यले, यो संयमिततालाई राज्य सत्तामा बस्नेहरूले कमजोरी ठान्यो भने त्यो अत्यन्त प्रत्युत्पादक हुन्छ। अझै पनि राज्य सच्चियोस्, अझै पनि हामीले अवसर दिएका छौँ, सच्चिने मौका दिएका छौँ। हामी सच्चियोस् भन्ने चाहन्छौँ। हजुरको परिचय दिनुहोस् न। मेरो नाम श्याम लेखा